These deaths ignites a second day of protest. दर्शक महानुभावहरू नमस्कार, तपाईहरूलाई हार्दिक स्वागत छ हाम्रो च्यानल युआर नेपालीमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने सब्स्क्राइब गरी जोडिनुहोला, साथमा सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। दर्शक महानुभावहरू फेरि पनि तपाईहरुमाझ अत्यन्तै महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भएका छौं। जेनजी प्रदर्शनमा निहत्था युवाहरूमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुखले आदेश दिएको निकै डरलाग्दो खुलासा। बीबीसीको रिपोर्ट प्रति नेपाल प्रहरीले जनायो आपत्ति। बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र। जेनजी प्रदर्शनमा निहत्था युवाहरूमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुखले आदेश दिएको खुलासा पछि नेपालमा किन मचियो त हंगामा? यसबारे महत्त्वपूर्ण जानकारी। चुनावको मतपेटिका दलका प्रतिनिधि बिना सेनाले मात्रै बोक्नु नहुने अर्को साम्पाङको टिप्पणी। केपी शर्मा ओलीले भने फागुन 21 गते अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार छ। शेखर कैरालाले कांग्रेसका सभापति गगन थापालाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरियो के हो त वास्तविक? यसबारे पनि महत्त्वपूर्ण जानकारी। निर्वाचनको मुखमा देउबा दम्पति नै मुलुकको बाहिर सुटुक्क। महावीर पुनको बालिन रवि हर्क र कुलमान घिसिङलाई सुझाव, राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा गर। केपी शर्मा ओलीले भने फागुन 21 गते अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार छ। रौतहट 4 को उन्नति र प्रगति मेरो सपना र जपना भएको रेस धमलाको भनाई। र दर्शक महानुभावहरू भदौ 23 गते पछि कांग्रेस एमालेसँगको सम्बन्ध विच्छेद भइसकेको पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी। सिंहदरबार पुनः निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिले भरिदिन भन्दै रवि लामिछानेको भनाई। बालेनले हराउने चर्चा दिउँसै देखेको सपना हो, 25,000 भरि मतान्तरले हराउँछु, केपी शर्मा ओलीको ठोकुवा लगायतका धेरै समाचार छन्। त्यसैले आउनुहोस् दर्शक महानुभावहरू आजको पहिलो तथा महत्त्वपूर्ण समाचारतर्फ लागौं। दर्शक महानुभावहरू बीबीसीले एउटा भिडियो नेपालमा चुनावकै मुखमा सार्वजनिक गरिदिएपछि जेनजीलाई हत्यारा गर्ने को हो भनेर यति बेला निकै खुला रूपमा छर्लङ्गै देखिएको छ। जेनजी प्रदर्शनमा निहत्था युवाहरूमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुखले आदेश दिएको खुलासा बीबीसीले गरेपछि यति बेला नेपाली जनताहरू फेरि आक्रोशित बनेका छन्। गत भदौ 23 र 24 गते सेप्टेम्बर 8 मा काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा 19 जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा पूर्व प्रहरी महानिरीक्षकले नै घातक बल प्रयोग गर्न आदेश दिएको बीबीसीको एक विशेष अनुसन्धानले खुलासा गरेपछि यति बेला दर्शक महानुभावहरू निकै ठुलो हंगामा मचिएको छ। बीबीसी आएको अनुसन्धानका अनुसार नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खपाङ्गुले 12:40 बजे समयमा पिटर एक नामक कल साइन प्रयोग गरेर आफ्ना अधिकारीहरूलाई आवश्यक बल प्रयोग गर्न निर्देशन दिएका थिए। लिक भएको पुलिस लगले 12:40 बजेको समयमा पिटर 1 मार्फत आवश्यक बल प्रयोग गर्न आदेश दिएको जारी भएको बताएको छ। स्रोत बीबीसीले भनेको हो। बीबीसीले प्राप्त गरेको आन्तरिक प्रहरी दस्तावेज प्रहरी लग अनुसार यो आदेश कर्फ्यू लागू भएको 10 मिनेट पछि र स्थलगत कमान्डरहरूले पटक पटक घातक बल प्रयोगको अनुमति मागेपछि दिएको जानकारी प्राप्त भएको छ। विद्यालयको पोसाकमै 17 वर्षीय श्रीयम ढलेका थिए। त्यस दिन मारिने 19 जनामध्ये सबैभन्दा कम उमेरका 17 वर्षीय श्रीयम चौलागाई थिए। बीबीसीले विश्लेषण गरेको भिडियो प्रमाणहरूका अनुसार विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम भिडबाट शान्तिपूर्वक टाढा जाँदै गर्दा उनको टाउको र छातीमा टाउको पछाडि गोली ड्याङ्गै लागेको थियो। उनी निहत्था थिए र ताली बजाउँदै प्रदर्शन स्थलबाट बाहिरिन खोजिरहेका थिए। बीबीसीले कर्फ्यूको आदेशपछि भएका 6वटा गोलीकाण्डको विश्लेषण गर्दा कुनै पनि पीडितले हिंसात्मक गतिविधि गरेको नदेखिएको समेत उल्लेख गरिएको छ। तर दर्शक महानुभावहरू यता भने बीबीसीको रिपोर्ट प्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।
बीबीसीको रिपोर्टले नेपाल प्रहरीले आपत्ति जनाएको हो। बीबीसीको काल्पनिक र फेक रिपोर्टलाई लिएर नेपाल प्रहरीले असहमति र आपत्ति जनाएको बताइएको छ। रिपोर्टमा उल्लेखित प्रहरी कलसाइन संवाद आधिकारिक नभएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविन नारायण काफ्लेले बताएका छन्। बीबीसीले निर्वाचन नजिकै गर्दा बिहिबार एक जेनजी आन्दोलनबारे भ्रमपूर्ण रिपोर्ट सार्वजनिक गरेको भन्दै भ्रम छर्ने प्रयास गरेको बताइएको छ। काफ्लेले डकुमेन्टरीमै ती संवाद विभिन्न फुटेजका आधारमा सङ्कलन गरेको भनिसकेपछि त्यसको आधिकारिकता छैन भन्ने बुझिने प्रश्न पारेको बताइएको छ। उनले भने प्रहरीका कुरा हामीसँगै सोध्दै हुन्छ, त्यस्तो दुःख गरेर सङ्कलन गर्नु पर्दैन। न्युज अफ नेपाल.com ले यस्तो बताएको छ। सङ्गठनले पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सम्पूर्ण उपलब्ध तथा सार्वजनिक गरिसकेको अवस्थामा आफू खुसी कुनै रिपोर्ट वा डकुमेन्ट्री बनाइएको प्रति टिप्पणी आवश्यक नरहेको काफ्लेले बताएका छन्। यता भने बीबीसीले सार्वजनिक गरेको सो भिडियो डकुमेन्ट्री हटाउनको लागि निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र नै लेखेको छ। निर्वाचन आयोगले भदौ 23 र 24 गतेको जेनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई पत्रचार गरेको हो। बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्र सर्ट लाइक द इनिमिज इनसाइड नेपाल्स जेनजी अपराइजिङमा जेनजी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खफाङले नि हत्या प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख गरेको छ। आयोगका कार्यवाहक प्रवक्ता निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हिज यस्तो निर्देशन। दर्शक महानुभावहरू, यसैबीच यता बालेन्द्र शाह बालेनले हराउने चर्चा चलेसँगै दिउँसै देखेको सपना हो। 25,000 बढी मतान्तरले जित्छु भन्दै केपी शर्मा ओलीले ठकुवा गरेका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू पराजित हुने भन्ने चर्चा विरोधीहरूको सपना र कल्पना मात्रै भएको बताएका छन्। बिहिबार झापा क्षेत्र नम्बर 5 मा आयोजित मतदाता भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चारकर्मीले बालेनले 20,000 मतान्तरले हजुरलाई हराउँदै हुनुहुन्छ अरे नि भनी राखेको जिज्ञासामा ओलीले व्यङ्ग्यात्मक शैलीमा जवाब दिँदै भने देखिएको भए सपना हो, नदेखिएको भए कल्पना हो उनले बताएका छन्। यसैबीच अध्यक्ष ओलीले बजारमा आएका सर्वेक्षणहरूलाई अस्वीकार गर्दै आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन्। उनले उल्टै आफूले प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्ने जिकिर समेत गरेका छन्। हामी 20 देखि 25,000 भन्दा बढी मतान्तरले जित्छौँ ओलीले प्रतिशत गन्दै भने कुन सर्भेले भन्यो हेर्छु भनेर हार्छु भनेर उनले प्रश्न गरेका छन्। पछिल्लो समय नयाँ दल र उम्मेद्वार प्रति आकर्षण भरेको सन्दर्भमा ओलीले एउटा व्यक्तिलाई मात्र नयाँ ठान्न नहुने बताए। उनले एमाले एउटा स्थापित राष्ट्रिय शक्ति भएको भन्दै आफू एक्लै विरुद्ध धेरैजना लड्न आएको टिप्पणी समेत गरेका छन्। केपी शर्मा ओलीले आफूले घमण्डका साथ जित्ने पनि बताएका हुन्। दर्शक महानुभावहरू, यसैबीच यता चुनावको मतपेटिका दलका प्रतिनिधि बिना सेनाले मात्रै बोक्न नहुने हर्क साम्पाङले बताएका छन्। श्रम सांस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले मतपेटिका सिधै नेपाली सेनाले ग्रहण स्थलसम्म लैजाने चर्चा आएको उल्लेख गर्दै दलका प्रतिनिधि बिना सेनाले मात्रै मतपेटिका बोक्न उपयुक्त नहुने धारणा राखेका छन्। उनले प्रतिनिधि बिना मतपेटिका ढुवानी गरिएमा शङ्का उत्पन्न हुन सक्ने समेत जिकिर गरेका हुन्। यो चुनावको मतपेटिका सिधै नेपाली सेनाले ग्रहण स्थलसम्म लाने भन्ने आयो, तर दलका प्रतिनिधि बिना सेनाले मात्रै बोक्नु हुँदैन उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्। प्रतिनिधि बिना त्यसो गरिए त्यहाँ शङ्का उत्पन्न हुन सक्ने हर्क साम्पाङले बताएका छन्। दर्शक महानुभावहरू, यसैबीच यता शेखर कोइरालाले गगन कुमार थापालाई सभापति गगन थापालाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही 4बाट प्रतिनिधि सभाको निर्वाचन हराउन काङ्ग्रेसका नेता शेखर कोइराला सक्रिय भएको अडियो बाहिरिआएको छ। मोरङ 6 मा प्रतिनिधि सभा उम्मेद्वार समेत रहेका नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सभापति गगन थापालाई हराउनका लागि काङ्ग्रेस कार्यकर्ता परिचालन गरेको भेटिएको हो। काङ्ग्रेस सभापति थापालाई हराएर सर्लाही 4 का रासपा उम्मेद्वार अमरेश कुमार सिंहलाई विजय गराउनका लागि कोइरालाले आफ्ना स्वकीय सचिव दिनेश चन्द्र थपलिया मार्फत भूमिका खेलेको आरोप लागेको छ। थापालाई हराउन कोइरालाले धनुषा ढल्केभरका सिंह थरका एक काङ्ग्रेस कार्यकर्तालाई सर्लाही 4 मा खटाएको अडियो बुझ्न सकिन्छ। काङ्ग्रेसको 14औं महाधिवेशनमा एउटै समूहबाट कोइराला र थापा सभापति
सभापति र महामन्त्री लडेका थिए। पछिल्लो समय कोइराला र थापा बीच दूरी बढेको थियो। कोइराला नियमित महाधिवेशनको पक्षमा रहेपछि तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन मार्फत नेतृत्व हत्याएपछि कोइराला असन्तुष्ट भएका थिए। सभापति हुने दौडमा रहेका कोइराला अन्तिम समयमा विशेष महाधिवेशनको विपक्षमा उभिएर तत्कालीन सभापति शेरबहादुर देउबाको पक्षमा उभिएका थिए। निर्वाचन आयोगले काङ्ग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउबा पक्ष अदालत गए पनि तत्काल सुनवाई नहुँदा कोइरालाले सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर मोरङ क्षेत्रमा 6बाट प्रतिनिधि सभाको निर्वाचन उम्मेद्वार बनेका छन्। दर्शक महानुभावले यसैबीच यता महावीर पुनले बालेन रवि लामिछाने हर्क साम्पाङ र कुलमान घिसिङलाई सुझाव दिँदै राजनीति नै गर्ने हो भने झगडा नगर संयुक्त मोर्चा बनाऊ भन्ने सुझाव दिएका छन्। पूर्व शिक्षा मन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेद्वार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भने यदि नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन प्रणाली आयो भने म स्वतन्त्र उम्मेद्वारका रूपमा छु र जित्नेमा विश्वस्त पनि छु। यद्यपि उनले यस्तो प्रणाली पुराना राजनीतिक दलहरूले सहजै लागू गर्न नदिने समेत दावी गरेका छन्। पुनले नयाँ राजनीतिक शक्ति र स्वतन्त्र अभियन्ताहरूबीच एकता अपरिहार्य रायको औलाउँदै संयुक्त मोर्चा बनाएर चुनाव लड्नुपर्ने जिकिर गरेका छन्। उनका अनुसार नयाँ शक्तिहरू एकजुट भई 2/3 बहुमत ल्याउन सके मात्र देश संरचनात्मक रूपमा परिवर्तन हुने बताएका छन्। त्यसैले नयाँहरू मिल्न उनले आग्रह गरेका